मेरो साथीहरू स्वागत छ। आज चाहिँ म इन्सनबाट अनसन साइकलमा जाँदैछु। अहिले चाहिँ 4:20 छ गएँ। लगभग यहाँबाट 20 किलोमिटर जति छ। अहिले म हिँडिसकेको छु यहाँबाट। म चाहिँ अहिले यहाँ इन्सन नोनेनमा आइपुगेको छु। दुई 2019सम्म केही पनि थिएन यहाँ। अहिले चाहिँ यो जति पनि यहाँ देखिने सल्लाहहरू छन्, यो सल्लाहको रुखहरू ठुल्ठुलै बाहिरबाट ल्याएर रोपेर अहिले यतिको जङ्गलै जस्तो भइसकेको छ। यो त्यही 4-5 वर्ष जति मात्रै भएको छ यहाँ रोपेको। एकदम सुन्दर ठाउँ छ साथीहरू यहाँ। यहाँ अब म सोरे पुग्नु आइसकेको छु। यसै तपाईँले यता साइडमा पार्क छ, यहाँ रुखहरू छ। यो रुखहरू चाहिँ अब जाडो दिन लाग्यो भने पातहरू रातो भएर त्यो पातहरू झर्छ, रातो रातो भइसकेको छ। पार्किङ रुखहरू सुन्दर ठाउँ छ यहाँ। अब चाहिँ पार्क छ एउटा। यो पार्क फेरि एकदमै सुन्दर छ। साना साना सल्लाहको रुखहरू छ। अनि यो सल्लाहको रुखहरू चाहिँ तपाईँको यो जाडो दिनमा नि यस्तै हरियाली भइरहेको छ। अरू रुखको चाहिँ पातहरू झरेर केही पनि रहँदैन। यहाँबाट यो पात तलैसम्म छ। म चाहिँ तलैसम्म जाँदैन, अलिक तल गएर म चाहिँ यसो कट्नुपर्छ। अब चाहिँ म यहाँ सोरेफोकबाट कट्न लाग्दैछु। राम्रो ठाउँ छ साथीहरू। चार बजिसकेको छ। तर तपाईँ कोरियाको जुनसुकै ठाउँमा पनि जता गए पनि उस्तै यस्तो देखिन्छ। एकदम सफा वातावरण, राम्रो परहरू पराए खासै देखिनु पाउँदैन। यहाँ लेन पनि साइकल हिँड्ने बाटो छुट्टै, उतातिर पार्कतिर मान्छे हिँड्ने बाटो उतातिर छ। त्यहाँबाट साइकलको लेन हो। तपाईँको यहाँबाट उता टापु छ अनसनमा, एउटा देवबुद्ध भन्ने टापु छ। त्यतातिर जाने बाटो नै हिँडेर जान्छ।
लगभग यहाँबाट 25 किलोमिटर जति पर्छ होला। यहाँबाट चाहिँ म बाटो छोडेर लेफ्टतिर लाग्छु। यो चाहिँ सिएमसीमा पर्छ। किन अफरहरू मात्रै छ मान्छेहरू। किसान मार्केट पनि छ। यहाँबाट कटिसकेपछि एउटा हाइवे आउँछ। त्यो हाइवेबाट त्यसपछि तर जान पाइन्छ नत्र चाहिँ ट्राफिक जामहरू पर्यो। अहिले मान्छेसँग स्टेसन आइसकेको छु। अब चाहिँ यहाँबाट एउटा स्टेसन हो, एउटा आनसनसँग दुईवटा स्टेसन। म आनसन बजारै त जान्न, त्यहाँ भित्रै अहिले बजारको बाहिरबाटै जान्छु। यो हो छमाङ स्टेसन। यहाँबाट दुईवटा स्टेसन बाँकी छ।